So and what's up everybody? Welcome to our channel. So आज चाहिँ हामी आएको छौँ तेतुरसँग एन्ड आज चाहिँ यहाँ अब स्टार्टिङमा जिप्लाइन देख्यो तर यहाँबाट कहाँ जाने पनि थाहा भएन हामीलाई। सो हामी चाहिँ हिँड्दैछौँ कति 2.5 किलोमिटर होइन यहाँबाट 2.5 किलोमिटर हिँड्दा चाहिँ 2.5 किलोमिटर 5 किलोमिटर हिँड्नुपर्ने स्थिति गाडी कुर्नुपर्ने तर 20 मिनट 20 मिनट होइन 40 मिनट 40 मिनट जति पुग्छौँ। आफ्नै गाउँतिर हिँड्नु ओहो ओहो मलाई के खुसी लाग्छ मैले बनाएको भिडियोमा होइन मैले बनाएको भ्लगमा बाइक नआउनु चाहिँ कुरै हुँदैन चाहे आफ्नो होस् चाहे अरूको होस् बाइक चाहिँ आउनै परेको बाइक आइसक्यो त्यही हो कुरो फेरि आफ्नै बारेमा क्या साथीहरू फाइनली ट्रेकिङ ट्र्याकमा आयो तर ट्रेकिङ हान्न चाहिँ हामी यो जुत्तामा आएको छौँ यो आउटफिटमा आएको छौँ हामी चाहिँ आउटफिट देखाउ त ट्रेकिङ हान्ने आउटफिट हाम्रो नेक्स्ट भ्लगर हियर सो त्यसको 2.2 किलोमिटर हिँडेपछि हामी त्यो भाइरल पुलमा पुग्छौँ होला आएको गाडी छ हेलो हिँड्न चाहिँ हिँडौँ सो फाइनली हाम्रो ट्रेकिङको फर्स्ट स्टेप चाहिँ पार गरिसक्यौँ किन भन्दाखेरि यहाँनिर हाम्रो एउटा पुल भेट्टाइसक्यौँ मिन्स हामी एउटा राइट बाटोमै छौँ होइन थाहा चाहिँ छैन तर राइट बाटोमा छौँ अब हेरौँ त्यसको राइट बाटोमा होइन सो साथीहरू हामी चाहिँ यस्तो चट्टान सट्टान कर्दै होइन ओहो बिस्तारै ल बिस्तारै ओहो चिप्लो छ नि बाटो सो हामी चाहिँ दोस्रो स्टेज आइपुग्यौँ एन्ड द्याट इज दिस पुल सो हामी जाँदैछौँ मन्दिर बट सो वी आर हेडिङ थ्रु दिस वे दिस पाथ वे यताबाट हाम्रो चाहिँ यो बनिसकेको छ लेट्स गो लेट्स कन्टिन्यू आवर जर्नी सो हामी भर्खर योबाट आइपुग्यौँ अनि यहाँनिर चाहिँ हामी देख्यौँ कि हामी तलबाट आएको 1.1 किलोमिटर भएछ माथिपट्टि 500 मिटर माथि चाहिँ केवल कार रहेछ हाम्रो अनि यहाँबाट चाहिँ हाम्रो बाटो कस्तो छ भन्दाखेरि दिस इज अ वुडन वे किन यस्तो राखेको भन्दाखेरि स्लिपरी रहेछ क्या लास्टै इन्जोय गरौँ मेन त पसिना पसिना भयो वी हेभ टु टेक फ्रेस एयर एन्ड सो एन्ड सुबह यो हाम्रो तिनवटा कुरा भएन अब्जर्भेटिभ प्लेटफर्म भनेको त्यो ब्रिज भयो केबल कार भने केबल कार भइहाल्यो यहाँ चाहिँ हामी तलबाट आएको बाटो 1.1 किलोमिटर अब यहाँ 460 मिटर हुँदा चाहिँ हाम्रो डेस्टिनेसन आइपुग्छ अनि त्यसपछि चाहिँ हामी रेस्के म्यानेज भन्दा नि सेफ्टी हालेर छ यहाँ पनि दिएको छ नि सपोर्ट रोप सपोर्ट यस्तोमा टेक्यो यस्तरी यहाँनिर टेक्यो उफ सिट नाउ 160 मिटर पनि धेरै टाढो रहेछ त यार सो हामी चाहिँ भिडियोमा मात्र बोलेको होइन हाम्रो हालत त्यस्तो छ ल आई सो यु दिस इज अलमोस्ट अल स्वेट होइन हो उसको हालत यस्तो छ यहाँ अलमोस्ट अल स्वेट अनि हाम्रो लुगा चाहिँ पुरै भिजेको छ इट्स अल स्वेट होइन हामीले लाइक अरू केही पनि होइन किनभने अलिअलि घाम लाग्दैछ बट तल भुइँ चाहिँ पुरै यो भिडियो पार्ट 1 पार्ट 2 गरेर राख्छु हो सेट सो सबैजनाले लाइक कमेन्ट शेयर टु मच डिहाइड्रेट हुन सकिन्छ त्यही भएर हामी पानी ल्याएको थियौँ त्यो लगाउँदा भयो कहाँ छ अब्जर्भेटिभ प्लेटफर्म वेयर इज द्याट अझै यत्रो हिँड्नु छ यार म आसम्म वेयर इज आवर अब्जर्भेटिभ प्लेटफर्म बिहान उठ्ने बित्तिकै चाँडै नानीहरूले उठ्ने बित्तिकै हिँडेको नभए चाहिँ अहिलेसम्म 1 बज्नु लागिसक्यो हामी आइपुगेको छैनौँ तपाईँहरूलाई थाहा छैन भने उहाँ हेर्नु बाटो उहाँसम्म छ क्या अझै सो यहाँसम्म आएपछि गिभअप हान्ने त कुरै भएन हेलो गाइज तपाईँहरू कोरिया हुनुहुन्छ भने चाहिँ यो ठाउँ म रिकमेन्ड गर्छु है आई रिकमेन्ड दिस प्लेस आउनु होला ट्रेकिङको लागि इन्जोयफुल छ अलिकति ट्रेकिङको सामान ल्याउनु होला हामी चाहिँ अनप्लान्ड आएको हो लाइक हाम्रो कस्तो कुरा भएको छ भन्दाखेरि हामी जम यो ठाउँ जाउँ भन्यो होइन ब्रिज देख्यौँ
राम्रो ब्रिज जाम भन्ने भयो 1 वर्ष भइसक्यो आइएन कामसाम यताउति पढाछडी गरेर अनि आज चाहिँ फाइनल्ली 2 जनाको बिदा भएर आएको लेम्बेसी हामी कहाँबाट आइपुग्यौँ अहिलेलाई चाहिँ यति तलको मात्रै देखिरहेको छ होइन यहाँ तलपट्टि बट हामी धेरै तलबाट आएको उतापट्टिको माउन्टेन देखिन थाल्छ अलिअलि उज्यालो हुन थाल्छ माथिपट्टि अझै यत्रो हान्नु छ थेट सो एउटा ठाउँ चाहिँ हामी पुग्यौँ बट ब्रिज चाहिँ खै किन पुग्नै सकेनौँ एन्ड ओ फाइनल्ली what the heck man, here is the view wallah oh shit वहाँ तलबाट हामी यहाँ माथि आइपुग्यौँ and this is the view guys holy so this is the view after our long trek journey अनि यहाँबाट चाहिँ सो उतापट्टि टेम्पल पनि छ भन्ने कुरा छ यतापट्टि साइडमा अब त्यहाँ चाहिँ हामी अहिले हेरौँ गइन्छ गइँदैन अनि अब तलपट्टि केवल कार चाहिँ जान्छौँ हामी एकछिनमा एनसी लाग्यो नि त बाटो गइजिमा ल सो हाम्रो बाटो चाहिँ म देखाउँछु ल साथी ल तिमीको समात क्यामेरा म जान्छु अगाडि एकछिनसम्म त बाटो मैले प्रोपर बाटो देखेँ कि अब बिस्तारै ओहो यहाँ ढुङ्गा छ ल बिस्तारै यहाँ टेको बिस्तारै ल क्यामेरा देखो म समात्छु ल सो आऊ रक्स यहाँ बसौँ बाटो चाहिँ यो छ कि गाइस सो हामी चाहिँ ओ यार फाइनल भ्यू पोइन्टहरू आइपुग्नु लाग्यो होइन जुन चाहिँ मैले देखिसकेको छु सो हाम्रो बाटो चाहिँ यस्तो छ ढुङ्गाको बाटो यो देखाउनु लाग्यो अनि भ्यू पोइन्ट चाहिँ त्यहाँनिर रहेछ क्या फाइनल्ली यार ढुक्कै ढुङ्गामा हिँड्नु पर्ने अझ अगाडि पनि त्यस्तै रहेछ सो अगाडि पनि हाम्रो बाटो चाहिँ यो छ कन्टिन्युसली यस्तै प्रोपरमा नि प्रोपर भयो हाम्रो आजको ट्रेकिङ चाहिँ यहाँबाट यहाँ टेको यहाँ टेको स्लोली यहाँ जाउँ रोपमा समात्दै हिँड्नु पर्यो यार जस्ट आइ त पुग्यो होइन आज अनि यहाँबाट भ्यू चाहिँ अलिकति मोबाइलले देखाएन बट गुड स्टिल गुड जुन हान्नु मजा आउँछ अनि हाम्रो बाटो यहाँ छ यहाँ स्लोली अथवा कठिन यात्रा फाइनली म चाहिँ तलबाट झरेँ हाम्रो एनसीको चाहिँ उयो बिस्तारै बिचरा पावर इनर्जी सब गइसक्यो होइन आशा हालत खराब छ यहाँबाट नाम फालो मेहारी चाहिँ म मात्र बाँद्रा भएर हाम फालेको सो ओके बिस्तारै ल रुकाइ अब जाउँ सो गाइस हामी यहाँ पुग्यौँ हामी चाहिँ अलिकति इन्फर्मेसन यहाँनिर 150 मिटरपट्टि टप छ टपमा जाउँ केबल कार र सिनिक ब्रिज चाहिँ अब हामी जाँदैछौँ बल्ल सो लेट्स गो फाइनल्ली यार ओ म्यान अघि हामी सिधै उता आएको हुँदो रहेछ हामी त टप आयौँ क्या हामीलाई लाग्यो यतापट्टि छ लाग्यो कोरियन जस्तो त लागेन मलाई सो लेट्स गो हेलो वेयर आर यु फ्रम France? Yes. Oh, we are from Nepal. Oh, is that bridge down? Yes. We thought bridge is in another side, so we go another side and we go roaming from another mountain. So it is going to go to the. Because we saw one pass that was saying like to the top, going to the bridge side, and apparently it's like a round little. Yeah. Okay. Thank you very much. Yeah, it's nice with the bridge on the right. So we went left side and we reached at the top and we are coming back now. Now we are going to. From France.
The free. Oh, you सो किलियन एम्बाप्पे ओके बाई बाई सो हाम्रो जर्नीको एउटा मिठो पार्ट भनेको चाहिँ वी टक टु फ्रेन्ड्स पिपल होइन फर्स्ट टाइम पुरा आएपछि हुन्छ नि कुनै फरेनरसँग बोल्ने काम भयो अहिलेको लागि अनि हामीले बिचको नि नलेज पाइसक्यौँ अनि हामीले अर्को नेक्स्ट ट्रिप पनि लाइक इन्फर्मेसन पाइसक्यौँ द्याट इज गेरोङसान जुन चाहिँ बुद्धिस्ट टेम्पल प्लस अरू अराउन्ड एरियाहरू रोमिङ गराउनु पाइन्छ सो यहाँबाट चाहिँ एकजना अङ्कल ट्रेक गरेर आइसक्नु भएको छ दिस इज वान वे एन्ड दिस इज द भ्यू सो गाइज आफ्टर लङ हार्ड वर्किङ अब के भनौँ हार्ड ट्रेकिङ सो फाइनली वी आर हियर यो चाहिँ हाम्रो ट्रेकिङ ट्रायलै रहेछ बट इट्स लुकिङ अमेजिङ 47 बल थियो अनि डाँडाहरू छ अनि सो यो चाहिँ 47 ठाउँ नै भनौँ यहाँ मेन जानु लागेको ब्रिज चाहिँ यो ब्रिज हो अनि केबल कार पनि त्यहीँ छ क्या साथी पहिला त्यो ब्रिजमा गएर त्यहाँबाट झर्ने बाटो छ क्या सो हामी वी आर गोइङ टु ब्रिज नाउ त्यहाँ गएर फोटो खिच्छौँ अनि हामी वी आर गोइङ नाउ लेट्स गो स्टे ट्युन अनि बाटो चाहिँ यहाँ फेरि अलिकति डेन्जर सो फोटो सोटो आओस् नआओस् होइन भ्लगिङ चाहिँ एकदम 100मा 100% चल्छ हाम्रो होइन बाटो चाहिँ यस्तो छ अलिकति सम्हाले हो र जो भन्ने टाइपको अलिकति डेन्जरस अलिकति रिस्की अनि यहाँ एउटा घर पनि रहेछ है बिचमा अनि केबल कार देखेछौँ बट यसको के हुन्छ केबल कारको चाहिँ सो अब हामी चाहिँ यहाँबाट निक्लिसकेका छौँ अनि यहाँ चाहिँ हाम्रो पानी परिसक्यो हामी फसिसक्यौँ अनि अब हाम्रो जानै पर्ने हुन्छ किनभने हामी छाता केही पनि बोकेको छैन भनेपछि हामी केबल कारसम्म पुग्छौँ केबल कार पुगेर केबल कार चढ्छौँ पनि अब 7 वर्ष पाइन्छ चाहिँ हामी यहाँ बसेर त फाइदै छैन पक्का पनि हो हामीसँग छाता केही छैन अहिले आउँदाखेरि घाम लाग्छ त्यही भएर किन लिएन लास्टमा हामी फस्यौँ यसो हामी झर्दैछौँ अलिकति हो आजको अब बिचमा छ त्यो क्लाइम्बिङ पनि हुन्छ होला खुट्टा गयो यार बिस्तारै हो यहाँ चाहिँ आज फर्स्ट टाइम होइन समरमा पुरा बिस्तारै यहाँ चिप्लिन्छ ब्रान्डेड जुत्ता हो ब्रान्डेड कन्भर्स हो र कन्भर्स होइन साथी भ्यान्स हो क्या ब्रान्डेड हो क्या हाम्रो भ्यान्स हो हामी उका लाग्दैछौँ अनि त्यसपछि अब छौँ फाइनली पुगेको अवस्था होइन 14 ठाउँ रहेछ गाइज हाम्रो डेस्टिनेसन आइपुग्यो गाइज पानी पनि रोकियो एकछिनलाई भयो नि सो लेट्स सी द भ्यू द सीट द्याट्स द केबल कार यहाँनिर यो ब्रिज छ माथिपट्टि डाँडा एन्ड वी आर हियर Oh man! So we are in the floating bridge, and this is the floating bridge, sky bridge भन्दै हुन्छ. So हाम्रो हातमा चाहिँ दुईटा टिकट केबल कारको. Now first time in चाहिँ केबल कार in Korea and that's it. So I am here. Let's go for cable car. We are excited and ready. Love it. Fast. 40 मिनट 40 मिनट वेट गर्नु पर्यो के किनेर खानु त के किन अब के किने तल जाने 때는 멸종 위기종으로 지정된 삭과 당비, 걸매와 새우라기, 그리고 이끼 도룡령 등이 살고 있는 것으로 확인됐습니다. 또한 천연 기념물로는 국립공원연구원이 최근에 대둔산의 생태계를 조사한 결과 대둔산에는 1,500여 종의 각종 생물들이 서식하고 있는 것으로 집계됐습니다. सो हाम्रो ट्रेकिङ चाहिँ सकिसक्यो अब
केबल गाडी पनि चढियो, डाँडा पनि चढियो होइन, त्यो पुल पनि गइयो। सो वी आर गोइङ ब्याक टु आवर रुम आफ्टर कति हामी कति निक्ल्यो 9 बजी निक्लेको 2:30 बजिसक्यो। ठिकै हो नि त ठिकै हो। अनि यहाँको भ्यू चाहिँ बवाल छ एन्ड दिस इज द भ्यू। माथिपट्टिबाट त फर्किसक्यो अहिलेको लागि नै इन्जोय गरौँ। ओके यो चाहिँ मार्केट टाइपको रहेछ, हामी अहिले त्यहाँ छिरेनौँ, पार्क टाइप पनि रहेछ। सो लेट्स गो बाई।